डेडिकेटेड लाइनको विद्युत महसुल सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणबाट चलिरहेको प्रशासनिक पुनरावलोकन प्रक्रिया खारेज गर्दै उद्योगको लाइन काट्ने निर्णय गराएपछि रिलायन्स स्पिनिङ मिल्सले मुद्दा दायर गरेको थियो। रिलायन्सले दायर गरेको रिटमा उच्च अदालत पाटनले रिलायन्सको पक्षमा अन्तरिम आदेश दिएको हो। अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निवेदक कम्पनीमा आपूर्ति भएको विद्युत सेवा यथावत राख्नु अर्थात् नकाट्नु भन्ने अन्तरिम आदेश दिएसँगै प्राधिकरणलाई लाइन काट्न रोकेको छ। यसअघि पहिलो किस्तालाई धरौटी मानेर तिर्ने र काटिएको लाइन जोड्ने समझदारी अनुसार रिलायन्सले धरौटी बापत 2 करोड 75 लाख रुपैयाँ बुझाएको थियो। त्यसपछि प्राधिकरणले कार्तिक 20 गते लाइन जोडिदिएको थियो। अब भने रिलायन्सले मुद्दाको किनारा नलागेसम्म निरन्तर बिजुली पाउनेछ। साथै अब रिलायन्सको यही नजिरलाई देखाएर अन्य उद्योग पनि अदालत जाने सम्भावना बढेको छ।